पेरिसमा छौँ है त गाइज, आइफिल टावर नजिकै। हेलो गाइज, वेलकम ब्याक टु माई एनदर भिडियो। आज चाहिँ म पेरिसको आइफिल टावर आएको छु। हेर्न सक्नुहुन्छ म ठ्याक्कै आइफिल टावरको तलपट्टि छु। यहाँनिर चाहिँ एकदम धेरै भिडभाड छ, धेरै भिजिटर्सहरू रहेछन् होइन, एकदम गर्मी छ। पछाडि चाहिँ यहाँ हेर्न सक्नुहुन्छ आइफिल टावर। अनि म चाहिँ यहाँ वरिपरिबाट हेर्दैछु है। अनि आइफिल टावर चाहिँ वर्ल्डकै यस्तो ठाउँ हो अरे जहाँ चाहिँ एकदम धेरै मान्छेहरूले वर्षभरिमा हुन्छ नि भिजिट गर्ने ठाउँ भनेको नै आइफिल टावर हो अरे के। अनि यो बन्नुको मेन रिजन भनेको चाहिँ फ्रान्स रिभोल्युसनको 100 इयर्स पुरा भएको उपलक्ष्यमा चाहिँ यो बनाएको थियो अरे के। अनि मैले चाहिँ यो हजुरहरूलाई ब्याकबाट देखाएको छु है, एकदम विशाल रहेछ होइन आइफिल टावर चाहिँ, एकदम ठुलो अनि एकदम राम्रो पनि कि। यहाँ चाहिँ यस्तो गर्मी भएर त्यहाँ पनि मिस्ट छरिदिरहेको छ, एकदम ठुलो एरिया रहेछ होइन, एकदम राम्रो रहेछ। अनि यता बाहिर चाहिँ यस्तो हो फेरि। सो गाइज, म चाहिँ आइफिल टावरलाई धेरै मेस्मराइज भएको छु, एकदम नै राम्रो लाग्यो होइन। यति ठुलो कस्तो हुन्छ नि सधैँ फोटोमा देखिरहेको आइफिल टावर रियलमा देख्न पाउँदा गड, इट्स रियली ब्युटिफुल। अब चाहिँ यहाँ लास्टै गर्मी भयो होइन, यतापट्टि शीतलमा जानु पऱ्यो, यतापट्टि हुन त मिस्टहरू पनि छरिदिरहेको छ। लास्टै हातहरू पोल्यो कि गर्मी भएर, अलि उतापट्टि गएर एक ठाउँमा बसेर चाहिँ अब हेर्न पऱ्यो। ओहो कति ठुलो के, मैले त यस्तो इमेजिनै गरेको थिइनँ। आइफिल टावर इज भेरी ब्युटिफुल भन्नाले लेडी आइरन हो कि, आइरन लेडी भन्छ नि त आइफिल टावरलाई। कति आइरन युज भयो होला कि यसमा है। हामी चाहिँ यहीँ वरिपरि नै छौँ होइन। अनि अलिक उतापट्टि चाहिँ एउटा ग्राउन्ड जस्तो छ, त्यहाँबाट झन् राम्रो देखिन्छ के। यो चाहिँ तलै पऱ्यो नि त अहिले चाहिँ, त्यहाँ जाँदैछौँ नि त हामी। बल्ल यहाँ चाहिँ एउटा रुखको सेड रहेछ, यहाँनिर चाहिँ एउटा ठुलो रुख रहेछ। अनि टाउको कति ठुल्ठुलो माछा रहेछ कि यहाँ चाहिँ, कति माछाहरू यहाँ बसेर। यता ग्राउन्डमा जान लागेको छौँ गाइस। अनि यहाँनिर चाहिँ सानो पोन्ड जस्तो रहेछ कि, अनि यही पोन्डमा रहेछ कि त्यो माछाहरू भएको चाहिँ। यहाँबाट पनि यसरी देखिँदो रहेछ राम्रोसँग आइफिल टावर चाहिँ। यति गर्मी भएको कि आमामा, नेक्स्ट लेभल गर्मी भएको। यस्तो रहेछ है यहाँ चाहिँ। यहाँनिर गाइस एउटा माछा यस्तो मजाको स्विम गरिरहेको गर्मीमा। यहाँबाट चाहिँ आइफिल टावर, वाउ वाउ वाउ। यहाँ फेरि यस्तो केभ जस्तै ठाउँ रहेछ क्या गाइस है, यसरी माथि जाने। सो यहाँबाट माथि जाँदैछु। यहाँनिर चाहिँ यस्तो ठाउँ हुँदै ठुलो एरिया रहेछ कि यसको होइन। अनि रुख बिरुवाहरू, पोखरीहरू त्यस्तो भएको रमाइलो ठाउँ रहेछ। यता चाहिँ यस्तो लिटरली नै केभै जस्तो रहेछ कि यता चाहिँ। फेरि यताबाट नि यस्तो देखिन्छ। हामी चाहिँ त्यहाँबाट निस्क्यौँ गाइस। अनि यहाँनिर चाहिँ बाहिर यस्तो पार्क जस्तो रहेछ होइन। यहाँनिर चाहिँ पेरिसको सामानहरू, त्यो सानो सानो
गिफ्टहरू बेच्ने त्यस्तो रहेछ अनि सानो क्याफे टाइपकोहरू अनि मान्छेहरू चाहिँ यहाँनिर रेस्ट गर्दै बस्दा रहेछन् होइन यता आइसक्रिमहरूको पसल त्यस्तो छ यतापट्टि चाहिँ गर्मीले होला यहाँको पनि ग्रासहरू चाहिँ सबै हरियै छैन कि यहाँ पनि यति पोल्ने के घामले फेरि यतापट्टि यहाँनिर चाहिँ मान्छेहरू टुरिस्ट चाहिँ एकदम धेरै नै हुँदो रहेछन् बतासिलो मान्छेको भिडभाडै छ क्या है यति गर्मी भए पनि मान्छेहरू चाहिँ टन्नै छन् अनि यहाँबाट चाहिँ हो कि अब एकदम राम्रो देखिने उतापट्टि यस्तो देखिन्छ क्या गाइज यताबाट सबै देखिन्छ क्या अब एकदम राम्रो मोस्टली मान्छेहरूले यतैबाट फोटो खिच्दा रहेछन् कि आइफिल टावरमा आएर यसरी यतापट्टिबाट राम्रो देखिँदो रहेछ तर त्यो टावरकै तलपट्टि गएर चाहिँ फोटो खिच्दा त्यस्तो राम्रो आउँदैन किन भन्दाखेरि राम्रोसँग देखिँदैन नि त यता चाहिँ अलिक टाढाबाट खिच्दाखेरि अनि अलि राम्रो आउँदो रहेछ यहाँ चाहिँ ठाउँमा यसरी भुइँमा यसरी सामानहरू राखेर चाहिँ बेच्दा रहेछ त्यो छ चाहिँ ल सो गाइस यो ग्राउन्ड चाहिँ यही नै हो है ल यस्तो देखिन्छ यता मान्छे जतासुकै अनि यहाँबाट चाहिँ बिचबाट फोटो खिच्दा राम्रो देखिँदो रहेछ कि आइफिल टावर राम्रो आउँदो रहेछ यहाँबाट यसरी यस्तो रहेछ त नि ल सबै मान्छेहरू यतै बसेर चाहिँ फोटोहरू भिडियोहरू बनाउने गर्दा रहेछ यहाँ सेड्सहरू पनि छ ठाउँमा मान्छेहरू बसेका पनि छन् दिस इज इट एकदम गर्मी भएर एकछिन यहाँनिर बस्दैछौँ हामी चाहिँ ल हामी चाहिँ यहाँबाट अब अरू ठाउँमै जाँदैछौँ त गाइज सो गाइज हामी चाहिँ एकछिन त्यहाँ सेडमा बसेर चाहिँ आराम गऱ्यौँ अनि त्यसपछि एकछिन अब अरू ठाउँहरू एक्सप्लोर गर्न जान लागेको छौँ सो गाइज अहिले चाहिँ म आइफिल टावरको अपोजिटमा आएको छु होइन अनि यहाँनिर चाहिँ यो क्यानल रहेछ है यस्तो क्यानल रहेछ यतापट्टि राम्रो रहेछ कि गाइज आई एम इन लभ विथ पेरिस अनि त्यसपछि आइफिल टावर एन्ड एभ्रिथिङ वाउ इट्स मेस्मराइजिङ एभ्रिथिङ इज मेस्मराइजिङ यो क्यानलमा चाहिँ साइट सिन गर्नको लागि गइरहेको छ अनि आइफिल टावर चाहिँ वाउ कस्तो दामी रहेछ कि यो चाहिँ भन्नाले जतापट्टि गए पनि आइफिल टावर चाहिँ देखिँदो रहेछ कि अनि कस्तो राम्रो लाग्ने के मलाई पहिला के लाग्छ भन्दाखेरि पेरिस ओभररेटेड हो भनेर तर होइन रहेछ पेरिस ओभररेटेड होइन पेरिस इज रियली ब्युटिफुल गाइज गड इट्स रियली ब्युटिफुल सो गाइज अहिले चाहिँ म ठ्याक्कै आइफिल टावर उता छ त्यसको अपोजिटमा चाहिँ म यतापट्टि आएको छु यहाँनिर चाहिँ एकदम ठुलो मोनुमेन्ट रहेछ यो पनि अनि यो चाहिँ मलाई लाग्छ यो चाहिँ आर्टको चाहिँ म्युजियम टाइपको रहेछ होइन मैले हेरेअनुसार अनि सो यतापट्टि चाहिँ स्ट्याचुहरू त्यस्तो टाइपको छ अनि ठुल्ठुलो बिल्डिङ छ हिल जस्तो ठाउँ छ यो चाहिँ अनि यहाँबाट चाहिँ आइफिल टावर एकदम क्लियरली राम्रो देख्दो रहेछ टुरिस्ट एट्र्याक्सन प्लेस मान्छेहरू धेरै नै यसरी घुम्न आएका छन् यहाँनिर पनि माथि जाँदैछु म पछाडि चाहिँ फेरि आइफिल टावर छ यता
यहाँ चाहिँ यस्तो छ हिल जस्तो ठाउँमा रमाइलो रहेछ यहाँ चाहिँ यस्तो रहेछ है गाइस ठुलो एरिया रहेछ यो पनि यहाँबाट चाहिँ एकदम राम्रो देखिँदो रहेछ गाइस हामी चाहिँ त्यता हेरेर भ्याएर अब चाहिँ भोक लागेर केही खानको लागि जाँदैछौँ एक्सप्लोर गर्दैछौँ हामी कता के छ भनेर होइन यहाँनिरको चाहिँ टाउन प्लानिङ एकदम राम्रो रहेछ होइन घरहरू टक्क मिलेको अनि त्यसपछि यहाँ चाहिँ एकदम ठुल्ठुलो घरहरू के एकदम बिल्डिङ घरहरू अनि आर्किटेक्चर पनि राम्रो भएको राम्रो रहेछ यतापट्टि पनि कतै कतै काठमाडौँतिर एकदम कम्प्याक्ट भएको घरहरू हुन्छ नि त्यस्तै लाग्यो कि गल्ली गल्ली सानो हुन्छ नि त्यस्तै छ कि यहाँ पनि त्यस्तै गल्लीमा हिँड्दैछौँ हामी चाहिँ अहिले चाहिँ रातिको 9:30 भइसकेको छ हामी अझै यहीँ छौँ बल्ल अलिअलि शीतल हुँदै गएको छ अनि यतापट्टि चाहिँ क्रुज हो कि त्यो सिपहरूमा मान्छेहरू छन् अझै पनि यहाँ चहल पहल चाहिँ एकदम नै छ मान्छेहरू उत्तिकै छन् झन् अहिले बेलुकामा रमाइलो भएको छ कि अनि यतापट्टि क्रुजभरि मान्छेहरू छन् है यतापट्टि बल्ल शीतल भएर एकदम रमाइलो भइरह बेलुकामा चाहिँ यस्तो छ है त गाइस अहिले यति राति भइसक्दा नि चहल पहल चाहिँ उस्तै छ गाइस यहाँनिर होइन दिउँसोमा जत्तिकै मान्छे छन् कि रातिमा झन् धेरै हुँदो रहेछन् अँधेरो पनि भएन घाम्ने अवस्थाको छैन अहिलेसम्म एकदम नै रमाइलो छ है त यहाँ त एकदम रमाइलो भइरहेको गाइस म चाहिँ अहिले यहाँ तलपट्टि आएको छु गाइस अनि यहाँबाट झन् कस्तो राम्रो सबै देखिरहेको कि यसरी गड एकदम थकाइ लागिसक्यो है तै पनि यहाँबाट जानै मन छैन कस्तो राम्रो देखिरहेको होला गाइस अहिले रातिको 10 बजिसकेको छ अनि यहाँ हेर्न सक्नुहुन्छ मान्छेको क्राउड अनि ठाउँमा चाहिँ यहाँनिर गीत गाइरहेको छन् कि मान्छेहरूले वाउ कति रमाइलो हो कि पेरिसमा आई एम इन्जोइङ एकदम धेरै सो गाइज अहिले रातिको 10:30 भइसकेको छ अनि यहाँ हेर्न सक्नुहुन्छ आइफिल टावरमा पुरै लाइट बलेर अनि यति धेरै मान्छे छन् नि यहाँनिर मेला लागेको भन्दा कम छैन पछाडिबाट देखाउँछु है यति धेरै मान्छे छन् गाइज यहाँनिर जतासुकै मान्छेहरू गाइज अहिले चाहिँ रातिको 11 बज्न लागेको छ होइन अनि यहाँनिर चाहिँ अब आइफिल टावरमा चाहिँ यो बत्ती चाहिँ के अरे स्पार्कल गर्दो रहेछ कि त्यही भएर यति धेरै मान्छेहरू चाहिँ यहाँनिर सबै कुरेर बसेका छन् कि त्यसको लागि तपाईँहरूलाई देखाउँछु है तर 11 बज्नै लाग्यो बजेपछि यहाँ स्पार्कल हुन्छ अनि देखाउँछु यहाँ त कस्तो रमाइलो फेस्टिभल लाग्यो भन्दा नि बढी हुँदो रहेछ कि रातिमा त इन्सेन यहाँनिर चाहिँ यहाँ स्पार्कल गरे है त
सहरमा चाहिँ यस्तो हुँदो रहेछ। अब चाहिँ धेरै नै राति भइसक्यो, अब हामी चाहिँ रुममा जान लागेको छौँ। सो विथ दिस आई जस्ट वान्ट टु एन्ड माई भिडियो। मेरो भिडियो कस्तो लाग्यो हेरेर लाइक, सेयर अनि कमेन्ट गरिदिनु होला। अन्टिल नेक्स्ट टाइम, बाई बाई।